नमस्ते, म चाहिँ यो इन्डक्सनमा तपाईँको बनाउँदैछु। यसलाई चाहिँ त्यो बोरै एकदम दुःख दियासँग पसेर आइजिबिटीको हालेर अब यसलाई चलाएर देखाउँछु है। अब हामीले चाहिँ यो इन्डक्सन खोलेको छौँ। अब यसलाई चाहिँ हामीले मास्टर बोर्ड एकदम A1 A+ खालको हाल्दैछौँ। यो चाहिँ एकदम राम्रो छ। कतिपय बोर्ड चाहिँ एकदम चलायो कि तपाईँको 30 सेकेन्ड चलाएपछि E6 E1 आउने इरर कोडहरू आएर हैरान पार्छ। तर यो चाहिँ एकदमै राम्रो छ। मैले विगत 6 वर्षदेखि यो बोर्ड चलाइरहेको छु अनि मैले घरमा पनि 4 वर्ष लगभग भयो होला यो बोर्ड हालेर चलाएको चलिरहेको छ। अनि हामीलाई चाहिँ यसरी इन्डक्सन बनाउनु परेमा माइक्रो ओभन, फ्रिज, वासिङ मेसिन, वाटर पम्पहरू, मिक्सर, भ्याकुम क्लिनर, कुनै पनि कुराहरू, वाटर डिस्पेन्सर, घरायसी सामग्री हरेक कुरा मर्मत गर्नु परेमा हामीलाई सम्झनु होला। हामी A1 साथ ग्यारेन्टीको साथ बनाउनेछौँ। अब यो चाहिँ हिटिङ कोइल राख्दैछु मैले। यो हिटिङ कोइल राख्दैछु। अब यसलाई चाहिँ मैले टक्क पेच कस्दैछु। पाटपट पारेर पेच कस्दैछु। अब त्यसपछि चाहिँ तपाईँहरूको यो हाम्रो हसन्न मेसिन मर्मत सेन्टर चाहिँ धापाखेल 24 वडा कार्यालय नजिकै हाम्रो शङ्कर भाइको हेयर कटिङ छेउमा छ। यहाँ पाल्न सक्नुहुनेछ हजुरहरू। अब मैले यो किबोर्ड पुरानो चाहिँ निकालेर राखेको छु किनभने किबोर्ड यसैमा मास्टर किबोर्ड आउँदछ। अब हामी चाहिँ यहाँ बाउ छोरा भएर बिहानै काम गरेका छौँ। यहाँ छोरालाई पनि ट्रेनिङ दिँदैछु। हरेक कुरा पढाइले मात्रै पनि हुँदैन, ट्राई पनि चाहिन्छ भन्छन् बुढापाकाले होइन। प्राय र ट्राई दुइटै चाहिन्छ, तब हुन्छ। ल हाम्रो ल त्यो मास्टर बोर्डमा मास्टर किबोर्ड हामीले जोडेका छौँ। अब मैले यहाँ चलाउँदैछु, अन गर्दैछु, तार जोड्न खोजेको। यहाँ मैले यो पहिल्यै हिटिङ कोइल कसिसकेको हुनाले यहाँ चाहिँ यो गएन यो। अब फेरि हिटिङ कोइल खोल्नुपर्ने अवस्था आएको छ किनभने यो चाहिँ न्युट्रल फेजमा एउटा न्युट्रल बाहिर थियो, फेज चाहिँ भित्र परेछ। अब यसलाई फेरि म खोलेर डबल काम परेको छ, कहिलेकाहीँ यस्तै हुन्छ। अब यो फेरि खोलेको छु यसलाई हिटिङ कोइललाई। अब यो हिटिङ कोइल खोलिसकेपछि अब मैले यो तारको न्युट्रल या फेज दुईटामा एउटा यसलाई फेरि कनेक्सन गरेको छु। अब फेरि हिटिङ कोइललाई चाहिँ पाटपट पार्दै यसलाई मैले जोड्ने काम गरेको छु। अब कसेको छु हिटिङ कोइललाई। अब त्यसपछि चाहिँ हिटिङ कोइल जोडिसकेपछि हाम्रो चाहिँ